नमस्ते भ्युअर्स, आज चाहिँ म फेरि बारीमा यो सिमी रोप्नुको लागि रेडी गरिरहेको। सिमी पनि आटाको सिसामा हालेको चेतै भयो, रोप्नु पर्यो भनेर तपाईँहरूलाई म रोपेको देखाउँ, भिडियो देखाउँ भनेर। अन्त हेरिदिनुहोस्, सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् भने हालिरहेको छु यो बारीको बोला चाहिँ मिठो हुन्छ अरे नि त। यो मसिनो फल्छ अरे, कलिलो नरम खालको हुन्छ अरे पकाउँदाखेरि। यो सिङतामे सिमी जस्तै हुन्छ अरे, तर त्योभन्दा सानो हुन्छ अरे। मैले चाहिँ फर्स्ट टाइम रोपेको यसलाई हो। सिङतामे सिमी पनि फर्स्ट टाइमै रोपेको, तर यो सिङतामे सिमी प्रायः खाएको नै हो नि त। अन्त यसरी नै मलाई बाक्लै रोपिदिन्छु, यसरी नै रोप्छ होला। अस्ति पनि मैले यसरी नै रोप्छ प्रायः कसरी रोप्नुहुन्छ हो, मलाई यसो नै मैले जानेन भने यसो सिकाइदिनुहोस्, के हुन्छ खेती बाली गर्नु चाहिँ। पहिला हाम्रो बाबाले गर्नुहुन्थ्यो, बाबाहरू बितेर जानुभयो, त्यसै कारण बाबाको बत्ता बाबाहरूले गर्नै पर्यो। त पर्दा चाहिँ यस्तो काम गर्नु।
पानी अब सिङ्तामे सिमी यो चाहिँ दुधे बोराभन्दा अलिकति ठुलो साइज हुन्छ, लाम्चे लाम्चे हुँदो रहेछ। दुधे बोरा त अलिक डल्लो डल्लो मसिनो थियो। यसको चाहिँ दाल खानु मिठो हुन्छ। मलाई चाहिँ बहिनीले पठाइदिएको हो। भोलि पछि फलेर देखाउँछु। थ्याङ्क यू फर वाचिङ।